ल जस्तै हामीले अब क्राउन पार्टिसन जानिसकेपछि बल्ल हामी चाहिँ मेसिनतिर आउँछौँ हैन। मेसिनमा हामीले म्याक्सिमम युज हुने भनेको कुन गाडी नम्बर हो त 4 3 2 1 हैन। अब यो 1.5 2.5 3.5 4.5 भनेको हामीले त्यो गाडलाई ओपन गरेर मेसिनबाटै बनाउने हो। त्यसको लागि छुट्टै गाड आउँदैन, त्यसैले हामीले गराउने हो। अनि भयो 0 र 0.5 त हाम्रो मेसिनमै हुन्छ हैन। जस्तै अब काट्न सुरु गरिसकेपछि अब कस्तो हेयर स्टाइलहरु हुन्छ त। जस्तै मानम अब सबै मान्छेहरुको आफ्नो एज ग्रुप अनुसारको हेयर स्टाइल हुन्छ नि त। जस्तै केटा भर्खरको केटाहरुले कस्तो काटिरा हुन्छ, बच्चाहरुले कस्तो काटिरा हुन्छ, अलि अफिसियल काम गर्नेहरुले कस्तो काटिरा हुन्छ। जस्तै अब हाम्रै बुवाहरुले पनि त त्यस्तो जिरो फेड हानेर त काट्नुहुन्न, जस छाला नदेखिने गरी स्लोपहरु हानेरा हुन्छ नि त हैन। त्यस्तोमा कति नम्बरहरु युज हुन्छ त। जस्तै अब एकदमै हेभी छ, अब त्यसलाई घटाउनु पर्ने छ भने अब जस्तै 0 हान्न छैन भने चाहिँ हामीले 4 3 2 हैन 1.5 1 सम्म युज गरिन्छ। अब जस्तै तल कतिको मसिनो गराउने हो। जस्तै हामी माथिबाट तल आउने तरिकाले सिकिरहेछौँ र पछि अलि प्रोफेसनल भइसकेपछि तलबाट माथि जान नि मिल्यो हैन। तर अहिलेलाई मैले तिमीलाई सिक्नलाई इजी र इफिसिएन्ट के अलि छिटो सिक्न सक्ने तरिका चाहिँ यो हो के, बुझ्यौ नि। त्यही भएर हाम्रो नर्मल स्लोप भनेको जस्तै छाला नदेखिने स्लोपहरुमा अब एकदमै हेभी बालहरु छ भने अब तिमी 3 बाट सुरु गर्न नि मिल्यो हैन। तर अब मानम अब तिमीलाई कन्फिडेन्स छैन भने सुरुमा 4 3 2 1 टक्क हाम्रो क्राउन पार्टिसन गरिसकेपछि साइडमा 4 3 2 1 अनि हरेक इनर चाहिँ आफ्नो कति डिस्टेन्समा हुन्छ त भन्दा हाफ इन्च झर्दै जाने के। जस्तै 4 नम्बर माथिसम्म हान्यो भने अब 3 कहाँसम्म हान्ने त भन्ने हुन्छ नि त। ठ्याक्क त्यसको हाफ इन्च तलसम्म लगेर कनेक्ट गर्ने हो। त्यो कसरी कनेक्ट गर्ने यो सब मैले सिकाउँछु अहिले।